नमस्ते पुताम्लो। म सोचिरहेको छु कि कहाँबाट कुरा सुरु गरौँ भनेर। उमेर बित्दै गएपछि धेरै बोल्नु पर्दैन। छिटो छिटो बोलेर पनि केही हुनेवाला छैन। नयाँ कार्यक्रम यो नयाँ कार्यक्रम सुरु भएको छ। भर्खरै कार्यक्रम सम्पन्न भएको छ। समाज सुधार दिवस मान्नको लागि सबैजना घरबाट जोस जागर लिएर आउनुभएको छ। खुसी लागेको छ। यो कार्यक्रम मेरो पनि हो। यो कार्यक्रम हामी सबैको हो भनेर आउनुभएको छ। सबैले चिन्नु भएको छ। सबैले बुझ्नु भएको छ। माया गरेर मायाका साथ मायालु पाराले आएर यो कार्यक्रमको विस्तृत रूपरेखाहरूलाई सबैजना आफ्नो स्थानबाट लागि पर्नु भएको छ। खुसी लागेको छ। धेरै भन्नु पर्दैन। सबै कुरा आइसकेको छ। मैले मात्रै स्टेजमा आएर बोलिराख्न त्यति आवश्यक पर्दैन। तपाईँ पनि आउनुहुन्छ, बोल्नुहुन्छ। तपाईँको पनि पालो छ। त्यो समय मैले सम्झिराखेको छु। म बिदा हुन्छु। अध्यक्षज्यू, धेरै महिना अगाडि एक वर्ष 12 महिना अगाडि पहिलोपटक म रामलुङ अफिस पुगेको थिएँ। त्यति बेला तपाईँको अफिसमा म काम गर्न पाएकोमा खुसी लाग्छ। तर म निराश बनाउने प्रयास गर्ने थिइनँ है। काम गरौँला भनेको थिएँ। मैले निराश त पारिनँ है। म सम्झिन्छु जुन दिनबाट एउटा कठोर एउटा यात्रा रामलुङबाट सुरु भयो। बर्खायाम युगले कोसेको घाउ निको भएको छैन। चिप्लो बाटो चिप्टे बाटोमा लडेर आफ्नो लुगा मैला परेको त्यो याद आफूलाई बाहेक कसैलाई थाहा छैन। समकक्षी सहकर्मीको रूपमा लामो समय बित्यो। यो मैं स्मरण गर्छु। यो सबै सफलता, यो सबै मनका कुरा प्रस्तुत गर्ने एउटा यो अवसर यो यहाँले दिनुभएको हो। तपाईँहरूले दिनुभएको हो। मैले पनि केही गरेँ होला। मैले पनि आफूले सङ्घर्ष गरेँ होला आफ्नो बाटो, आफ्नो ठाउँबाट केही। तर बलेको आगो
र जसले पनि ताप्छ तर कतिखेर निप्ने हो कतिखेर कसले बाल्ने हो आगोको महत्त्व कस्तो हुन्छ त्यो थाहा हुँदैन। वरिष्ठ उपाध्यक्षज्यू म बिदा हुन्छु। मैले यहाँको जीवन यहाँले अध्ययन गरे म रोएको थिएँ एकपटक तर मैले आँसु झारेकै कथा चाहिँ मैले तपाईँलाई सुनाएको थिएँ। मैले लेखेँ होला किताबमा लेखेँ किताब लेखिन्छ होइन दिनहरू बित्छ है कहिले बिहान कहिले बेलुका कहिले बाटोहरूमा मैले तपाईँलाई कोठाभित्र के भने होला किताबमा भने होला बाटोमा पनि भने होला कहिले ठुल्ठुलो कार्यक्रमहरूमा भने होला र आज यो यत्रो ठुलो खुल्ला कार्यक्रमबाट चाहिँ भन्न पाएको छैन। तपाईँको जीवनबाट नजिकिएको मान्छे तपाईँकै कारणले पनि म यहाँ पुगेँ। कता कता एक दुईवटा मैले आफ्नोले पनि गरेको होला तर मुख्य पात्र अग्रसर यहाँहरू नै हुनुहुन्छ। मेरो लागि तपाईँहरू विशिष्ट वरिष्ठ तपाईँहरू मैले मान्य पर्ने मान्यता यो कार्यक्रमलाई माया गरेर पाल्नुभएका तपाईँहरूलाई सबैजनालाई म समान रूपमा